हेलो सम्पूर्णमा स्वागत छ मेरो नयाँ ब्लगमा। आज चाहिँ हामी बिहान घामको झुल्को सहित माउन्ट आसो यानि कि एसियाकै सबैभन्दा ठुलो एक्टिभ भल्कानो हेर्न गइरहेका छौँ, जसमा चाहिँ हामीहरू साथीहरू सँगै काम गरेका साथीहरू अब छुट्टिने बेला भइसकेको छ। त्योसँग सँगै जाँदैछौँ। लेट्सको गाइस के कस्तो हुन्छ, फुकुओकाबाट जाँदैछौँ। कति टाइम के लाग्छ सबै देखाउने छु। सँगै कुमामोतो पनि गराउनु हुनेछ, भिडियो हाल्दैछौँ हेर्नुहोस् है त। हाम्रो नयाँ ड्राइभर युवा शानको साथमा हाम्रो आजको यात्रा सुरु हुन्छ फुकुओका टु आसो भल्कानोसम्मको। बिहान खाली पेटमा हामी सबैजना निस्केको भएर केही समयको यात्रापछि हामी नजिकैको कन्भेन्ट स्टोरमा गएर आफ्नो पेज पुरा गर्छौँ र लोकेसन पनि हेर्छौँ, किनकि हाम्रो यो फर्स्ट टाइम थियो सबैजनाको आसो भल्कानोसम्मको। केटा मान्छे भएर बाइक मन नपर्ने भन्ने मान्छे प्रायः कमेन्ट हुन्छ। नजिकैको स्टोरमा खतरा बाइक देखेपछि मजुरुकै गाडीबाट झरेर बाइक हेर्न लागिहाल्यो। तपाईँहरू हेर्नुहोस् है कस्तो डेन्जर बाइकहरू छ। जीवनमा बाइक किने चाहिँ यतिको बाइक चाहिँ चढाउनु पर्छ है साथीहरू। चाइनिजहरू जस्तो बाटोमा देखिने राम्रो दृश्यहरूको अवलोकन गर्दै हाम्रो यात्रा एकदमै जारी छ। अब केही समयपछि हामी कुमामोतो केलमा पुग्नेछौँ। हामी त आशा सिटीमा पुगिसक्यौँ। सतीश भाइ देखियो होइन कि भ्लगमा, कहाँ गयो यार? म त छेकिएको छु। पर्छ त 1 किलोमिटरसम्म हामीले त जानै दिँदैन नि त। त्यही त तपाईँको के भएर यो वरिपरिको वातावरण पनि त डढे जस्तो लागिरहेको हो। त्यसले डढा हो कि जस्तो लागिरहेको। भोलिको असर के त हुन्छ होला पुरै यताखेरि डढिरहेको माटो नै कालो छ। फेरि कतैतिर कालो डढाएको त डढाएन नि त है। हामी चाहिँ अहिले आसो नेसनल पार्कमा सब पुगिसकेका छौँ। यहाँ चाहिँ फोटो खिच्ने ठाउँ चाहिँ रहेछ। एपस्याप देखाएको त हामी छ। यहाँ बस्न मिल्ने रहेछ केटा, फोटो सोटो टक्क लगाएर म्याप पनि रहेछ पुरै, तर खटेरी लाग्ने रहेछ यार। यो म्यापमा चाहिँ होला नि त कहाँ के छ भन्ने कुरा नि हामी जानुपर्ने। आसो सिटी गाइड म्याप रहेछ यहाँ चाहिँ। चिसो छ यहाँ, चिसो छ। ओहो यहाँ अझ यहाँमा त त्यहाँ चिसो हुन्छ क्या चाहिँ। बबाल छ यार, ढुङ्गा पुरा चट्टान माथि चट्टान भइरहेको। फोटो सेसन कार्यक्रम छ पुरा, केटाहरू क्याननबाट ज्याम हाम्रो यहाँ केटाहरूको फोटो सेसन कार्यक्रम त अरू भइरहेको है। ल बबाल यस्तो दामी नेचुरल ब्युटी हो न, जापानमा नि हुन्छ जस्तो चाहिँ लाग्दैन मलाई। बबाल दामी यस्तो हुन्छ नि, हेर्दाखेरि मन आनन्द हुने टाइपको के। हेर्नुहोस् पछाडिपट्टि ढुङ्गाहरू। आसो माउन्टेन के अरे भोल्कानो पुगिसक्यो उतै डाँडामा। अब कति किलोमिटर छ? 13 किलोमिटर छ यार, अझै छ 13 किलोमिटर। यहाँबाट कस्तो सेतो देखिरहेको थियो, त्यो पुरै हिउँ परिरहेको छ है। देखिन्छ किन नदेखिनु। कस्तो बबाल देखिन्छ है। घोडा देखिन्छ। हावा चिसो भएछ। त्यहाँ धुवा आएर हेर्नु टाढामा हेर्नु यता त्यहीँ करिब 4 घन्टा जति गाडीको यात्रापछि हामी फाइनल्ली आसो भोल्कानोमा पुगेका छौँ। यहाँ म्युजियम छ भोल्कानो, तपाईँलाई म देखाउँछु है त। हामी 1 किलोमिटर टाढा छ भोल्कानोबाट। भोल्कानोमा धुवा आइरहेको छ, आगो आइरहेको छ। यो चाहिँ एसियाकै सबभन्दा ठुलो एक्टिभ भोल्कानोमा पर्छ होइन। अब चाहिँ हामी त्यहाँतिर जाने हो। गाडी पार्किङ गर्दैछौँ, केही खाना खाएर जान्छौँ। मान्छेहरू पनि भिड एकदम धेरै छ, मान्छेहरू एकदमै छ। यस्तो मनलाई आनन्दित फिल हुने रहेछ कि ठाउँ त्यस्तै, अनि मौसम त्यस्तै, हावा त्यस्तै चिसो, पिसफुल एरिया टाइपको होइन। जिन्दगीमा एक्चुअली कसैलाई भोल्कानो हेरेर मन छ भने यहाँ आए हुन्छ। एक्टिभ भोल्कानो बाँकी माने नै ठान्नुपर्छ है। एक्टिभ भोल्कानो हेर्नु भयो। फेरि भिड पनि लास्टै धेरै छ मान्छेहरूको।
पेट पूजा चाहिँ गर्नु पर्यो भन केटाहरू ऊ भोल्क्यान देखेन ऊ त्यो धुवा आइरहेको चुरोट भोल्क्यान राजेश मैले चुरोट खाएर उडाएको अरे के राजेश दाइ आएर भोल्क्यानको के हो त्यो जाउँ भित्र चाहिँ के एलचिकी सेलचिकी छ कि हो त्यो केटाहरूले के खाने भने यहाँ कसम पत्ता लगाउन सकेन यार यो गुनिन आफूले बिर्सिनु भयो क्या के चाहिँ खाने फ्राई त्यो ऊ खाने फ्राई पोटेटो टक्क लगाएर बस केटा हाम्रो गाडी देखिन बाङ्ला याद गर्नु हामी बसेको छेउमा नै पाकिस्तानी रेस्टुरेन्ट भेटेपछि हामी जापानिज रेस्टुरेन्ट लात हानेर पाकिस्तानी रेस्टुरेन्टमा नान कारी बिरयानी खानातिर लागियो इग्नोर हानेर वेलकम रेस्टुरेन्ट एन्ड बार ओ नाइस राम्रो छ है राम्रो छ धन्नै हामीले त जापानिज खाइसक्यो क्या धन्नै होइन गाईको मासु खान लागेको धन्नै यार ए यार नजिक उठाउँ न वेलकम रेस्टुरेन्ट भयो हो जल्ल दामी छ दामी छ यहीँ त चिकन टिक्का नान खाए त भइहाल्यो हामी त टन्नै हुने नयाँ चाहिँ के छ नयाँ के छ पाकिस्तानी चाय आइस कोही हो एउटा फेरि के भनेको छ वान फ्री ड्रिङ्क के लेखा हाम्रो बिरयानी नान साह्रो त लगेर गेम के गेम हानेर टेस्टी खानाको लागि धेरै धेरै शुक्रिया यदि तपाईँहरू पनि भोल्क्यान आउनु भने यहाँ चाहिँ आउनु सक्नुहुन्छ है त होटलको नाम छ वेलकम रेस्टुरेन्ट खाना मिठै दियो जस केटाहरूले गाडी चार्जर ल्याए भइहाल्छ केटा अब चाहिँ हामी खानासाना खाइसकेछौँ भोल्क्यान हेर्न जाँदैछौँ भोल्क्यान हेर्न पाइँदैन होला यार त्यति नजिक आँखादेखि यसरी चट्ट हेर्न त पाइन्न होला न अनुभव चाहिँ गरिने भयो अब आज जिन्दगीमा पहिलोचोटि भोल्क्यानको हामी युवासँगलाई भलकमा समेटेर कस्तो लागिरहेको छ ड्राइभर आज हामीले यहाँसम्म पुऱ्याउने एकदम ठुलो जान्छ त्यहाँ हेर्नु न त्यहाँ ट्रेकिङ गर्ने के मान्छेहरू यस्तो चिसो होला जस्तो त मैले हेरेको थिएँ 15-16 त थियो हावा लाग्ने चाहिँ रहेछ क्या हावा लागेर चाहिँ धेरै चिसो भएको यहाँबाट हेर्न मिल्छ जस्तो लागेर आएको चाहिँ मलाई यो भोल्क्यान तर मिल्दैन रहेछ गाडी नै जाने रहेछ अब हामी यो बाटो हुँदै सबै माथिसम्म जाने प्रयास गरेर हामी फिर्ता भयौँ यहाँ आएको हाम्रो कामै लागेन अनुभवी यतिखेर आउँदै हुनुहुन्छ भने चाहिँ सोच विचार गरेर आउनु होला है त यहाँ फोटो खिच्दै अब चाहिँ हामी आसु भोल्क्यानो माथि चढ्दैछौँ ल यो राम्रोसँग चलाउँ है त गाडी आज हामी आफ्नै आँखाले भोल्क्यानो एक्टिभ भोल्क्यानो चाहिँ हेर्न गइरहेका छौँ एकदम एक्साइटेड छौँ कस्तो छ केटा हो पछाडि के छ रमाइलो भइरहेको रमाइलो छ कि एक्साइटेड छ के छ कस्तो हजार रहेछ यहाँ माथि गाडी लगेको चाहिँ 1000 लाग्ने रहेछ पुरा टिकट काटेर हामी चढिसक्यो माथि कस्तो राम्रो भ्युज देखाइरहेको छ भ्युज नै भ्यू ठाउँ यहाँ रहेछ नि त 1000 रुपियाँ लाग्ने रहेछ यहाँ यो हिमालय हो न स्थानमा पुगिसकेका छौँ भ्याはいバスタクシー乗り場に駐車お願いします。わかりました。まっすぐ。まっすぐですね。はい、OK です。
बाइकको चाहिँ यहाँ रहेछ वाह खतरा छ हेर्नु त्यहाँ उता हेर्नु केटा मासु ताक्सी भन्थ्यो अझ मासुको भन्थ्यो माथि हो ऊ बोलाइराख मान्छेको भिड पनि एकदमै धेरै छ त्यो मेडिकल टेस्ट आँखा साखा के हुने भयो त्यसो भएर मेडिकल टेस्ट गरे भने अघि पुरै न अनि पैसा लागेको छैन यस्तो व्यवस्था गरेर यत्रो चिउसा चिउमा मान्छे नै दिइराखे यो खेल्ने हो यो चाहिँ यहाँको एकदम मन परेको मलाई चट्यानहरू बन्द आइसक्यो होइन भोल्क्यानको बारुद बस्नु आउँदैछ पाजे त हेर्नु तिमीले पुरै झोले कालो भयो ओ माई गड भोल्क्यानो भनेको यो पो रहेछ ऊ त्यहाँ हेर न ऊ यहाँ रहेछ भोल्क्यानो त यार कहाँ भ्यूटाहरू त्यहाँबाट कस्तो लाग्यो यो आसान भाइ यो चाहिँ हो भोल्क्यानो कुमामोतोमा रहेको बाप रे बाप धुवा देख्न सकिन्छ होइन तर अचम्म लाग्ने यो छन् म फर्स्ट टाइम देखेको अचम्म लाग्यो कि यस्तो हुन्छ होला मैले सोचेको थिएँ तर सोचेको त राम्रो या सोचेको त फरक ठुलो खाइ छ होइन हावा भने ओभर लाग्ने रहेछ कि माछा जोलामुखी आएको बेला नाकाने खाइरु आन्जेन तपाईँ नि जोलामुखी आएको भित्र छिर्ने होला कि लुक्ने टाइपको थियो कोको मेसोですかこちらはいや何もない何も入ってますからはい風よけだろうと思うんですね防風でこちらのトイレとかいろんなあれ施設が置いてあるんですねありがとうございますありがとうございましたいえいえत्यो चाहिँ अब त्यही रहेछ कि जोलामुखी सोलामुखी झ्याममा आयो भने मेरो पस्ने टाइप हो हल्का हल्का केही हदसम्म रोक्छ भन्ने कुरा होला ए यसो ठाउँको नाम चाहिँ छुट्टा होला डिजोन भन्ने छुट्टा होला सायद डिजोन भनेर रेड जोन भनेर अनि त्यो एबिसिडी जोन छुट्टा हो कि डिजोन हो क्या हाइट चाहिँ केही पनि लेखेको देखिन कि यसको बारेमा होइन आवाज जस्तै मलाई माइक लिएर के नहोला भनेर माथि आयो माथि केही छैन नदेखिन रहेछ यहाँ फोटो चाहिँ खिच्दै आउँछ होला
हामी फर्किँदैछौँ अहिले अनि भ्लगरको चाहिँ ब्याट्रीको कमीको कारणले भलगरको मोबाइलको ब्याट्रीको कमी हो। त्यो भएर चाहिँ भ्लग अलि अब कम हुँदै जान्छ। अब सायद एकैचोटि हाम्रो वासीमै अब समापन हुन्छ होला न? घर पुगेपछि बल्ल समाप्त हुन्छ होला है। त्यसको लागि चाहिँ एकदम हामी क्षमा प्रार्थी त्यही यो कुरो। ल जान्यो। आफ्टर आसो भोलि बिहानको पर्वपछि हामी सिधा घरतिर फर्क्यौँ। एकदम थाकित भएको कारणले रेस्टुरेन्टमा गएर खाजा नास्ता खाना खाएर हामी आजको भिडियो यहीँ अन्त गर्न चाहन्छौँ। थ्याङ्क यू फर वाचिङ गाइस। सी यू नेक्स्ट भिडियो।